ल है गाइस, फाइनली हाम्रो पालो आइसकेको थियो अनि हामी 4जनाको सिट रहेछ। दुईवटा एउटा ठाउँ दुईवटा यता ठाउँ त्यस्तै गरेर बस्यौँ अनि फेरि अब चालु हुन आँटिसक्यो अनि हामी माथि जान लाग्यौँ अनि देखाउन लागे भाइहरू पनि लास्टै डरलाग्दो छ भनेर भन्दै थिए अनि म झलारीको भ्यू देखाउन थालेँ माथिदेखि। त्यस्तै भयो, फेरि हामी घुम्दै गयौँ अनि फेरि देखाएँ है मैले झलारी कस्तो छ भनेर। अनि मलाई नि लास्टै डर लागिरहेको थियो त्यति बेला, त्यही भएर पनि केही भएन। त्यहाँनिर टिकट काट्ने थियो, त्यहाँ के भन्छन् त्यस्तै त्यहाँ टिकट काट्ने थिए विद्यार्थीहरूको साथी र नपढ्नेहरूको लागि 100 रुपियाँ। त्यस्तै गरेर हाम्रो पालो दिन आँट्यो अनि हामी उत्रयौँ त्यहाँदेखि। लास्टै भइदियो अनि लास्टै डरलाग्दो थियो। हामी चाहिँ बल्ल बल्ल बाँच्यौँ जस्तो लागिरहेको थियो अनि हामी त्यहाँदेखि आयौँ र त्यहाँदेखि टाउको दुखिरहेको थियो मेरो त, चक्कर आए जस्तै। एकछिन आनन्दको सास लिएर अगाडि बढ्दै गयौँ, त्यतातिर गयौँ र हामी फेरि दिदीहरू भेटिए त्यहाँनिर अनि हामी दिदीहरू भेटिँदै सँगसँगै आउन थाल्यो। अनि त्यहाँदेखि आएर हामी रोकियौँ र सबैजना भिडियो बनाइदिनु भन्दै थिए मसँग आइफोन हुनाले। त्यस्तै गरी अगाडि बढ्दै साथी भेटियो एउटा हाम्रो स्कुलमा पढ्ने। अनि भेटिँदा सँगै साथीको चाहिँ कल आएको हुनाले म फेरि एक्लै हिँड्न थालेँ र एकचोटि हेरिदिउँ भनेर हाई गरिदियो सबैजनाले। त्यस्तै गरी अगाडि बढ्दै गयौँ हामी। अब त्यस्तै भन्दै थियो लास्टमा भिडियो बनाइदिनु भनेर, त्यहीँनिर अब सुत्दियो।